सुरुदेखि नै हामीले लिस्ट लेखिरहेको बेला नाम नथपेको कतिजना आएर लिस्टमा नाम थप्न त्यही त जेनजी भनेको त हिजोको आन्दोलनको नेतृत्व गर्ने कोही थिएन अहिले अब अहिले चाहिँ मै हो भन्छन् सबै के हो यो भित्र गएर प्रधानमन्त्री बन्छु भनेर सुदिन गुरुङ बसेको अरे अनि कहाँबाट हामीले खबर छ पहिला सुरु यसमा कसैको नाम लेख्ने नलेख्ने के को तपाईँ किन लेख्ने म यहाँ नाम लेख्ने काबिल छैन तपाईँ को नेतृत्व गर्ने सुरुवात मबाट भएको भाउ तपाईँले सबको लेख्नु जेनजीहरू बीच मुद्दा हाल्ने को म तपाईँ हो सरकारले के कारण इन्टरनेट बन्द गरे त्यो कुरा भन्नु न त ल जेनजीको नेता को हो त्यो को आज आज सबले आफ्नो नाम लेखेर यसो गरौँ न तपाईँहरूको जेनजी आन्दोलनमा तपाईँहरूको के योगदान छ त्यो हामीलाई पनि बताउनुहोस् ल ल ल हिजोको दिनमा म हो भन्ने कोही थिएन तपाईँहरूको योगदान मैले नाम लेख्न नखोजेको होइन मैले भन्न खोजे ग्रुप मान्छे छ ग्रुप सबैजना सहमत भएर बल्ल नाम लेख्न परोस् भनेर कतिजना लाउनु पर्ने नाम लेख्न नेतृत्वविहीन आन्दोलन पछाडि आज नेतृत्व को हो भन्ने विषयमा पनि यो खालको स्थिति छ अनि जेनजीले नेतृत्व लिएर यो देश बन्छ भनेर हामीले कसरी अपेक्षा गर्ने कसरी हामीले अब यो देशमा यो आमूल परिवर्तन आउँछ भन्ने अब हेर्नुहोस् यहाँ यस्तो स्थिति छ नेतृत्व को हो प्रदेशको कुरा गरिराखेको नेपालको कुरा अनि त्यो प्रदेश कहाँबाट आयो प्रधानमन्त्री नभइकन कहाँबाट छनौट गर्नुहुन्छ तपाईँ भित्रको कुरा छनौट गर्नुहुन्छ होइन फेरि जेनजी भनेको तपाईँहरू मात्र होइन होला नि त देशभरि छ त्यही त योगदान भनेको नयाँ देश नयाँ सरकार नहुने र देशबिन यति बेला जेनजी को हो भन्ने विषयमा यहाँ खोजी भइरहेको छ अब गोला पर्थाबाट जेनजी खोज्ने छ अनि तर यहाँनिर अब मैले नेतृत्व गरेको म भनेर चाहिँ त्यो खालको स्थिति छ तपाईँ पनि जेनजी हो सुन्नुहोस् न यो आन्दोलन हामीले कति ठुलो योगदान दिएको छ त्यो ध्यान दिएर हेर्नु होला भनेको जेनजीको आन्दोलनमा नेता बनाउने होइन नेता बन्ने आन्दोलन हो जेनजी ल ठिक छ उहाँको उमेर हकको कारणले गर्दा हामीले धेरै सोध्दैनौँ जेनजीलाई नै हामी सोध्दैछौँ जेनजीको नेता को हो उहाँहरू के भन्न चाहनुहुन्छ यो जेनजीको नेता को भन्ने विषयमा एक आपसमा त्यो झैझगडा देखिन्छ के हो यो विषयमा यो को जेनजीको नेता को खास पहिलो कुरा भित्रबाट अघि जो 10 जना छिर्नु भएको थियो लिडरहरू उहाँहरू बाहिर आएर हामीलाई के भन्नुभयो भने हामी तपाईँलाई कुरा चाहिँ सुनाउँछौँ तर तपाईँले एन्सर नदिन पनि सक्छौँ हामीलाई एन्सर नदिने मान्छे चाहियो हो त हिजो हामीलाई हाम्रो कुरा सुनिदिने मान्छे त थियो नि त हटाएर बाहिर ल्याउने हामीले अनि उहाँहरूले के भन्नुहुन्छ बाहिर आएर हामी तपाईँहरूको कुरा नसुन्न पनि पाउँछौँ पहिलो कुरा त्यो स्वीकार्य छैन दोस्रो कुरा 10 जना भित्र जेनजी भनेको पहिलो कुरा जेनजी भने हामी हो जेनजी भने 28 वर्ष उमेर पनि होला अनि नाममै यहाँ त नाम पठाउने विषयमा हाम्रो थाहा छ हो त्यही कुरा म त्यही कुरा गर्दैछु पहिलो कुरा हामी जो 10 जना भित्र गए उहाँहरू जेनजीका प्रतिनिधि होइन जेनजी हिजो अगाडि गएर संसद भवनमा सिंहदरबारमा गएर छाती थाप्ने चाहिँ हामी पुलिस त्यसको प्रमाण के छ के को प्रमाण अहिले मेरो फेसबुक पेजमा गएर अहिले भर खुल्लो अहिले भर देखाउँछु तपाईँलाई मिडियामा हेरौँ सबैले त्यही भन्दैछन् क्या यहाँ ल्याउनु म गोली हानेको कसले हाने भनेर यहाँ के छ भने सबैले मौ जेनजी भनिरहेछ फ्रन्टलाइनमा जहाँ सबै हुन चाहिँ सबै युवा यहाँ को जेनजी भनेरै डिस्कस गरिरहेको छ क्या मुख्य कुरा यस्तो छ यो माछा बजारमा माछा किन्दाखेरि पर्ने डिस्कसन सुनिन्छ जेनजी को हो के हो किन भनेर यहाँ भाइ उफ्री रिपोर्टिङ गरिरहेको छ यस्तै छ यहाँको स्थिति तपाईँ पनि जेनजी होइन म जेनजी हो मिडल जेनजी अनि तपाईँको प्रतिनिधि भित्र जान पाएन छैन दुःख छ हामीलाई के भएको थियो भने चाहिँ सूचना ज्यानको बाजी राष्ट्रपति र प्रधान सेनापति ज्यूसँग जेनजीका प्रतिनिधिहरू भेट्छन् भनेर सूचना आएको थियो तपाईँ पनि राष्ट्रपति एउटा जेनजी दुखी हुनुहुन्छ जेनजी हामी जेनजी खोजिरहेछौँ यो असली बाजेको पेडा भने जस्तै यति बेला के भइरहेको छ भने असली जेनजीको मुख्य खोजी अब जेनजीको हुनेछ अनि मात्रै यो बैठक बस्नेछ
असली बाजेको पेडा पसल भने जस्तै असली जेन्जी को हुन् भन्ने कुरा अहिले सर्टिफिकेट बन्दैछ। यहाँ फेरि अब कोही हर्क साम्पाङ, कोही बालन शाह, कोही गोपी हमाल, कोही बहुत रमाइलो छ यहाँको।